यसमा सम्पूर्ण साहित्यिक चाहन्छु। म मदन काफले आएर साहित्यिक चौतारी नेपाल बागमती प्रदेश शाखाको सचिवको रूपमा रहेको छु भने आज हजुरहरूको सामु कार्यक्रम सञ्चालकको रूपमा उपस्थित भएँ। हामी सर्वप्रथम कार्यक्रममा औपचारिक ढङ्गले अगाडि बढाउनका निमित्त साहित्यिक चौतारी नेपाल बागमती प्रदेश शाखाको अध्यक्ष मेरा तिमल सेनानीज्यूलाई आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक यसै गरी आजको हाम्रो यस कार्यक्रमको अतिथिको नियुक्ति स्वीकार गरेर पाल्नुहुने केन्द्रीय अध्यक्ष आदरणीय गीता भण्डारीज्यूलाई यसै गरी आजको हाम्रो विशिष्ट अतिथिको नियुक्ति स्वीकार गरेर पाल्नुहुने प्राध्यापक डाक्टर प्रणव माइलीज्यूलाई शीर्ष स्थानमा आएर आसन ग्रहण त्यसै गरी यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुने साहित्यिक चौतारी नेपाल बागमती प्रदेश शाखाको सल्लाहकार शिखरनाथ ढकालज्यूलाई अग्रस्थानमा आसन ग्रहण गरिदिनु। त्यसै गरी आजको यस कार्यक्रममा उपस्थित हुनुहुने भरतपुर नगरपालिका प्रज्ञा प्रतिष्ठानको निवर्तमान अध्यक्ष इन्द्रबहादुर रेग्मीज्यूलाई यहाँको सम्मानको निम्ति धन्यवाद। पंखा उठी त्यसै गरी आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गर्नुहुनका निमित्त पूर्ण प्रसाद अधिकारीलाई त्यसै गरी यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनुहुनका निमित्त प्रकाश थापाज्यूलाई त्यसै गरी आदरणीय कवि भरत ढकालज्यूलाई आसन ग्रहण गरिदिनुहुनका निमित्त त्यसै गरी साहित्यिक चौतारी नेपालको केन्द्रीय सदस्य तथा गण्डकी शाखाको संयोजक सुभाष ढकालज्यूलाई आसन ग्रहण गरिदिनुहुनका त्यसै गरी आजको अतिथिको रूपमा आसन ग्रहण गरिदिनुहुनका निमित्त गिरिराज डल्लाको सरलाई हार्दिक त्यसै गरी गण्डकी शाखाको सचिव तथा केन्द्रीय सदस्य शर्मिला सापकोटाजीलाई आसन ग्रहण गरिदिनुहुनका तथा यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण साथीको लागि सम्पूर्ण तथा उपस्थित सम्पूर्ण आसन ग्रहण गरिदिनुहुनका निमित्त अब उपस्थित अतिथिगणहरूलाई खातामाला लगाएर स्वागत गरिदिनुहुनका निमित्त आदरणीय कल्पना भण्डारीलाई
आसु कवि प्रखर कवि मनास भिले आसु गर्ने अब हजुरहरूले हुँदै त्यस्तो कुरो भयो क्या मान्छेले सबै सफा पठाइदिनु मैले त पठाएको गरिमा बहन सभालाई गरिमा बढाइदिन आउनुहुने केन्द्रीय अध्यक्ष गीता भण्डारीमा मेरा चितवनबाट फर्केर हेर्दा त जति थोरै हुनुहुन्छ यति मूल्यवान हुनुहुन्छ। सबै चर्चितप्रति म नतमस्तक छु। अहिले नाम लिने सबैजना सर्वमान्य हुनुहुन्छ। त्यसपछि मेरो समितिबाट पनि धेरै साथीहरू आउनुभएको छ। म यति धेरै खुसी छु, यसको सीमा नै छैन। तर कहाँनिर एउटा खड्कियो भने त्यो चाहिँ भन्नै पर्छ। जसले अलि धेरै आफ्नो चाहिँ बेडमा गर्न खोज्यो, जुन जिल्लामा गर्न खोज्यो त्यो चाहिँ ठाउँको साथी धेरै हुनुपर्ने हुनाले समय, परिवेश र स्वास्थ्यता अनि उसको कामको वातावरण चाहिँ ऊ अनुसार अलिकति बढी मिल्नुपर्ने रहेछ। मैले हाम्रो समिति 13वटा जिल्लाबाट सबै बोटाउनु भनेर लागिरहँदा चैतमा हामी टिचरहरूको धेरै बिदा थियो। कलेजमा पढाउने म्यामहरू पनि हुनुहुन्थ्यो। चैतमा प्रयास गरेँ, फेरि उसको नमिली, फेरि वैशाख पनि अलिकति बिदा भयो। अहिलेको सरकारको नीतिले गर्दा त्यो नमिल्दै बिच म अहिले यति व्यस्त छु कि साँच्चै डक्टरले पुरै रेस्ट भनेको स्थितिमा पनि साथी चौतारीप्रति लागेको यो झुका र समितिका केही साथीहरू हामी जसरी पनि आउँछौँ भन्नुभयो। यसको लागि चाहिँ म हृदयदेखि नै हामी 4-5 जना चाहिँ बाहिर जिल्लाबाट आइपुगेका छौँ। हाम्रो सचिवज्यू आउनुभएको छ, कोषाध्यक्ष, सहकोषाध्यक्ष त भाइ हाम्रो यहीँको हुनुहुन्छ। त्यसपछि उपाध्यक्ष आउनुभएको छ, सल्लाहकर्ता आउनुभएको छ। टिममा त हामी 6 जना छौँ, अरू हामी 5 जना छुट्नु भएको छ होइन। तथापि चितवनमा जति जुन माहौलमा मैले कार्यक्रम गरिरहेँ, मैले लाइन 19-20को अध्यक्ष भएर गरिरहँदाखेरि 100 रुपियाँ प्लेटको खाजा भन्दाखेरि खाजाको मात्रै 12-15 हजार तिर्ने मान्छे हुन्। आज 20 जनालाई खाजा खुवाउनलाई 50 जनालाई अर्डर गरेर 20 जनालाई खुवाउनु परेको छ। त्यसमा हामी थप्न आउँछौँ है भनेर अर्डर गरेको खाजामा त्यो बाटो चाहिँ मलाई असाध्यै दुःख लागेको छ। किन भन्दा सबै पर्खिँदा हामी एकदमै मान्य गुरुवर जहाँ हामी यहाँ भएका चितवनकै सबै जानु परेको ठाउँको कार्यक्रम छोडेर यो कार्यक्रम चलिरहेको छ। तथापि हामी जति छौँ सबैप्रति साहित्यिक चौतारी राजनीति प्रदेशको कार्य समितिका 6 जना सदस्य प्लस आदरणीय म्याम यहीँ हुनुहुन्छ। सबैतर्फ हामी नतमस्तक छौँ। कार्यक्रम गरिरहँदा मैले चाहिँ साँच्चै भन्यो भने त्यति धेरै लेख्न सक्दिनँ। अनि फेरि आफ्नो सन्तानको जस्तो लेख्यो भने राम्रै हुन्छ। सबै विधामा थोरै चलाउँछु। मलाई मेरो सन्तान राम्रै लाग्छ, कसैसँग खानु पर्दैन। म मेरो छोरी कति राम्रो लाग्यो तिमीलाई भनेर म अर्कालाई सोध्दिनँ। मलाई मेरो छोरी राम्रो लाग्छ, राम्रो आफूले राम्रो हेर्छ। त्यसैले हामी साहित्यिक यो फाँटमा चाहिँ विवेचनात्मक समालोचनामा जाँदाखेरि छुट्टै पाटो जाउँला। आज सुनेका कविताहरू जुन पाटोबाट सुनिरहे पनि सबै राम्रा थिए। न गद्य होस्, न पद्य होस्, छन्द होस्, लय होस्, जुन सिकाउँछ आज कुनै पनि कम्ती थिएन। आज एकदम उत्कृष्ट एक्सलेन्ट कार्यक्रम बनेको छ है। तर हामी अलिक थोरै भयौँ। तर यो हलवरी भएको भए कति धेरै आदरणीय हाम्रा सर्जकहरूले आफ्ना कुराहरू र विधातर्फको कुरा बोल्न पाउनु हुने थिएन। हामीले के सोचेका थियौँ भने मैले आदरणीय प्रकाश दाजुसँग कुरा गरेको थिएँ, दाजु सम्बोधन दिनै भ्याइँदैन होला, हामी टक्क वाचनमा मात्रै जानुपर्छ भन्ने तयारीका साथ आइरहेका थियौँ। कार्यक्रम यसरी जुट्यो। उहाँहरू आफ्नो कार्यक्रम सकेर 12 बजे पनि आइपुग्नु भएको छ। तथापि जो जसरी साथीहरू आउनु भएको छ, कति हृदयदेखि आइपुग्नु भएको छ भन्ने कुरा मैले बुझेको छु। यहाँ आउने साथीहरूले आफ्नो कति कार्यक्रम बिचमा छोडेर पनि यो कार्यक्रममा आइदिनु भएको छ। त्यसैले साहित्यिक चौतारी राजनीति प्रदेशको तर्फबाट हृदयदेखि धन्यवाद टक्राउँदै मेरो कविताहरू चाहिँ
आउने अरू कविताहरूमै अरू कार्यक्रमहरूमा नै सुनाउँदैछु। आज चाहिँ बरु खाजा खाइसकेपछि हजुरहरूसँगको मिठो भला कसरी नै मलाई एकदमै मनमा लागेको छ। जति धेरै हामी भेटघाट गर्छौँ बोलचाल गर्छौँ त्यति नै हाम्रो अपनत्व अझै बढ्दै जानेछ। साहित्य रूपी साहित्यको देशको नेपाली भाषाको सिर्जनामा लाग्ने कलमहरू अझै हजुरहरूको अझै गह्रो हुनेछ। हजुरहरूको माया र आशीर्वादले म पनि अझै धेरै खारिन सक्नेछु। माया त गर्छु म, अझै पनि लेख्न चाहन्छु होइन, सबैको खारिनेछ। त्यसैले हामी अब मिठो खाजासहित एकछिन गफगाफ गरेर आवश्यक हुनेहरूलाई कति आवश्यकताले यहाँ ठाउँ दिनुभएको छ मलाई थाहा छ। यो कार्यक्रमलाई चाहिँ यही समापन भएको घोषणा गर्दछु। मेरो प्रियजनहरू सबैजनाले हाम्रो औपचारिक कार्यक्रम समापन भएको छ। साहित्यिक चौतारी नेपाल बागमती प्रदेशद्वारा आयोजित यस कार्यक्रमको सभाध्यक्षजी, देशमा आसीन विशिष्ट व्यक्तित्वहरू, साहित्यिक चौतारी नेपालको केन्द्रीय सदस्य शोभा म्याम और शर्मिला सापकोटाजी लगायत यहाँ देशमा सहभागी हुनुभएको सम्पूर्ण यहाँहरूमा सर्वप्रथम त मेरो व्यक्तिगत तर्फबाट र साहित्यिक चौतारी नेपाल केन्द्रको तर्फबाट म हार्दिक साहित्यिक ज्ञानको अभिवादन व्यक्त गर्न चाहन्छु। आज अत्यन्तै खुसी लागेको छ। यो अर्थमा आज छोटो समयको प्रयासमा एउटा बागमती शाखाले पनि एउटा भौतिक कार्यक्रम कमसेकम हामी संस्थाको र अन्य हामी स्रष्टाहरूको बिचमा चाहिँ एउटा भेटघाट गर्ने हामीले एउटा छोटो सल्लाह गरेका थियौँ र त्यो सल्लाह पश्चात यो कार्यक्रम राख्नुभएको छ। र यो कार्यक्रममा मलाई पनि एउटा सहभागी हुने एउटा जुन अवसर प्रदान गर्नुभएको छ, म यो शाखाप्रति र म यस शाखाको अध्यक्ष मिराप्रति प्रकट गर्न चाहन्छु। साहित्यिक चौतारी नेपाल केन्द्रको म अलिकति कुरा जोड्न चाहन्छु। हामी साहित्यिक चौतारी नेपालको शाखाले कार्यक्रम यहाँ भएका हाम्रा संस्था साथीहरू पनि यो कस्तो खालको संस्था हो भन्ने एउटा साहित्यिक चौतारी भनेको त सुन्यो, शाखा पनि उहाँले 38 भन्नुभयो, उहाँले सुनेको भयो र शाखा हाम्रो 43वटा शाखा कस्तो खालको संस्था हो, त्यो संस्थाको बारेमा म थोरै कुराहरू म राख्न चाहन्छु। हामीले 2071 साल माघको 26 गते साहित्यिक चौतारी नेपाल नामक एउटा संस्थाको चाहिँ हामीले स्थापना गरेका हौँ र हाम्रो यो काठमाडौँमा दर्ता यसको रहेको छ। यो सामाजिक यो नेपाल सरकारको स्वीकृति प्राप्त संस्था हो र हामीले सुरुमा चाहिँ साहित्यको विकास र विस्तारको मुख्य उद्देश्य लिएर यसलाई सामाजिक कामसँग पनि हामीले जोड्ने एउटा प्रयत्न गरेर यो संस्थालाई चाहिँ अगाडि बढाउने एउटा प्रयत्न गऱ्यौँ र त्यो प्रयत्न सँगसँगै म पनि यो संस्थासँग जोडिएको 12 वर्ष लगभग भएछ। भर्खर सुरुवात भएको थियो संस्था, त्यस बारेमा जोड म संस्थापक चाहिँ हो। संस्थामा चाहिँ सुरु हुने बित्तिकै म जोडिएको चाहिँ हो भनेपछि हामीले 12 वार्षिक सम्पन्न गरेका छौँ। अहिले 12.5 वर्षको हाराहारीमा छ भनेपछि लगभग 12 वर्षको मेरो यहाँ मैले यस संस्थामा रहेर काम गरेको छु। पहिला म केन्द्रीय सदस्य थिएँ, त्यस पछाडि म सचिव भएँ, त्यस पछाडि महासचिव भएँ र अहिले म अध्यक्षको जिम्मेवारी म निर्वाह गरिरहेको छु र यो मेरो दोस्रो कार्यकाल भनौँ, अन्तिम कार्यकाल पनि हो। हामीले यो असारको 6 गते विराटनगरमा एउटा साधारण सभा सहितको एउटा भव्य राष्ट्रिय कार्यक्रम हामी गर्दैछौँ, केन्द्रीय कार्यक्रम। त्यसमा चाहिँ मैले नेतृत्व हस्तान्तरण गर्ने पनि मैले जानकारी गराइसकेको हुनाले त्यो कुरा पनि मैले यहाँ मैले कुरामा राख्न चाहन्छु। र हामीले चाहिँ हाम्रो यो साहित्य भन्ने बित्तिकै हामी चाहिँ के बुझ्छौँ भने हामीले बोलीचालीको भाषामा भन्दा अब यहाँहरूले धेरै कुराहरू व्याख्या गर्नुभएको छ। साहित्य के हो भन्नेपट्टि म प्रवेश गर्न चाहन्न, किनकि हामी चाहिँ आफै साहित्य बोला बस्छ सरल कलकल गरेर बस्छ त्यो पनि साहित्य। हामीले खाँदा हामीले खाएको बसेको उठेको हिँडेको हरेक क्रियाकलाप साहित्यसँग जोडिएको हुनाले म साहित्यको पक्षपट्टि जान चाहेँ। किनभने हामीले सबैले व्याख्या गर्दा पनि आफ्नो आफ्नो तरिकाले हामीले साहित्यको हामी व्याख्या गर्छौँ। त्यसो भएको हुनाले हामीले यो संस्था विस्तार गर्दै गर्दाखेरि चाहिँ हामीले हाम्रा नेपालका 7वटा प्रदेशमा यसको शाखा विस्तार गरेका छौँ। अनि हामीले जहाँ पुग्छन् नेपाली त्यहाँ चाहिँ नेपाली भाषा र साहित्य सँगसँगै पुग्नुपर्छ भन्ने उद्देश्य राखेर हामीले नेपालभन्दा बाहिर पनि थुप्रैवटा देशमा जस्तो भारत, मलेसिया, साउदी, जापान, के अरे इजरायल, ग्रिस, अमेरिका, यसरी हामी धेरै ठाउँमा चाहिँ हामी पुग्न सफल भएका छौँ। र हामीले साहित्य भनेको चाहिँ यो अझ विद्यार्थी साथीहरूमा विद्यार्थी भाइ बहिनीहरूमा चाहिँ अझ यसको बढी प्रभाव रहन्छ र अझ त्यहाँ बढी निखार भनेर हामीले इकाइ कमिटी विद्यालय स्तरमा
कक्षादेखि लिएर कलेजसम्म पनि हामीले विस्तार गरेर अहिले हामी 43वटा शाखामा हामी पुग्न सफल भएका छौँ। यो चाहिँ अब यहाँहरू केही सहभागिता यहाँहरू हाम्रो उद्देश्य चाहिँ के हो भन्दा साहित्य नेपाली भाषा र साहित्यलाई चाहिँ हामीले प्रवर्धन कसरी गर्न सकिन्छ, कसरी विस्तार गर्न सकिन्छ भन्ने पाटोमा नै हामीले विशेष गरेर हामीले ल्याएका छौँ भने सँगसँगै मैले अघि सामाजिक कार्यहरू पनि जोडेका छौँ। हामीले आफूले एउटा एकदम चियरमा खाउँ तर त्यो पैसा चाहिँ हामी संस्थामा जम्मा गरेर केही त्यस्ता हाम्रा एकलाई पर्दा अर्कालाई दुःख छ भन्ने चाहिँ मानव त आजकल खच्किँदै गइरहेको छ, हराउँदै गइरहेको छ। मैले भन्ने जुन एउटा पङ्क्ति छ त्यसमा ठ्याक्कै अहिले मिल्न गइरहेको छ। अहिले हामी एक किसिमको स्वार्थी पनि बन्दै गइरहेको छौँ। आफैले भन्दा कुनै न कुनै स्वार्थ मेरो मनमा कहीँ न कहीँ पानिएकै हुन्छ, कसैमा धेरै होला कसैमा थोरै होला, तर हामीले चाहिँ एउटा बिना स्वार्थले विभिन्न शीर्षकमा चाहिँ हामीले साथीहरूलाई आर्थिक सहयोग पनि गरेर 20 शाखाबाट चाहिँ हामीले सातवटा लास चाहिँ नेपालसम्म हाम्रो संस्थाहरूले उद्धार गरेर नेपालसम्म ल्याउने सहयोग गरेको थियो। त्यसै गरेर त्यहाँ अब हुनु भएर नेपाली राजनीति गरिरहेको संस्थाले आयोजना गरेको थियो भने हामीले चाहिँ जो अशक्त छ शारीरिक रूपमा एकदमै असशक्त हुनुहुन्छ लेखिएको हिसाबले भने शारीरिक रूपमा चाहिँ अशक्त भएका स्रष्टाहरूको कृति पनि हामीले प्रकाशित गरेका छौँ। जस्तो उदाहरण भन्नुपर्दा अस्ति सम्मानित पनि हुनुभयो अस्ति काठमाडौँमा अरुणा श्रेष्ठ हुनुहुन्छ कमल झापाहरू, उहाँलाई हामीले करिब 7 लाख जति चाहिँ उहाँलाई नसा रोगसँग पीडित हुन्थ्यो, उहाँलाई हामीले सहयोग पनि गरेको थियौँ। भन्न खोजेको मैले साहित्य सँगसँगै हामीले सामाजिक कार्यहरू यसरी हामीले जोडिरहेका छौँ र हामीले यसरी कार्यक्रमहरू गरिरहँदाखेरि हामीले विशेष गरेर भाषासँग र साहित्यसँग र विधासँग कुन विधासँग विधा भनेर अब हामीले आफ्नो आफ्नै छ। जस्तो यहाँ छन्दका कुराहरू आयो होइन, बद्लै कतिको के कुराहरू आयो, वचनको कुराहरू आयो, ती सबै कुरा आफ्नो आफ्नो ठाउँमा ठिक सही छ। हामीले एक किसिमको साहित्य कतिबाट जवाब दिएर एउटा हामीले अन्तर्क्रियात्मक पनि भयो, साहित्यिक अन्तर्क्रियात्मक पनि भयो। कसैलाई आरोप लगाउने पनि होइन र कसैलाई स्पष्टीकरण दिने पर्ने खालको पनि माहौल नबनाइकन कति राम्रोसँगले यहाँले चाहिँ यस्तो पनि सुनिन्छ यस्तो पनि हुन्छ भनेर आफ्नो कुराहरू राख्नुभयो। हो यही हो हामीले गर्न खोजेको धेरै कुराहरू हामीले सिकिरहेको र हामीले सिकेको कुराहरू चाहिँ हामीले सिकाउने एउटा माध्यम हामीले बनिरहेका छौँ। आज मलाई कति खुसी लागेको छ हाम्रो गिरिराज हाम्रो साहित्यिक चौतारी नेपाल जापान शाखामा हामीले पाठशाला खोलेको थियौँ। त्यो पाठशालालाई चाहिँ अब हरेक दिन सप्ताहमा आइतबार सोमबार मङ्गलबार गरेर अलग अलग विधालाई चाहिँ त्यहाँनिर सिकाउने काम गरिन्छ। जसको एउटा प्रशिक्षकको रूपमा सर आफै हुनुहुन्थ्यो। हाम्रो धेरैपल्ट कुराकानी भयो, हामी जुममा जोड्यौँ तर प्रत्यक्ष आज उहाँसँग यसरी भेटघाट भएको हो। एउटा अवसर पनि हो साहित्यले मान्छेलाई हामीलाई एकअर्कासँग जोड्छ र यो अनौठो सम्बन्ध पनि हो। अब हामीले कहिले या पनि के उहाँ चाहिँ साहित्यकार हुनुहुन्छ, उहाँले पुस्तक लेख्नुहुन्छ अथवा उहाँले कविता गाउँछ भन्ने बित्तिकै एक किसिमको प्याकेज भइ नै हाल्छ। त्यो नजिकको हो कि भन्ने फिल हुन्छ। भन्नु खोजेको एकले अर्कालाई जोड्ने पनि एउटा माध्यम चाहिँ साहित्यले गरिरहेको छ र हामीले यस्ता थुप्रै प्रशिक्षणहरू कार्यक्रम गरेका छौँ। हामीले 18 वर्षभन्दा मुनिका लगभग हामीले 150 जना जति बालबालिकालाई हामीले 15 दिने प्रशिक्षण दिएका छौँ। जुन मार्फत नै भयो पनि विज्ञ भनेको त्यो विधासँग विज्ञ गुरुहरूलाई जोडेर हामीले त्यसरी चाहिँ हामीले अब बाहिर सरले भन्नुभयो जस्तो हामी व्यापक रूपमा देखिन नसकेको होला, तर हामीले भित्र रूपमा चाहिँ अहिले थुप्रै संस्थाहरू छन्। कसैलाई आरोप लगाउने कुरा आउँदैन, ठुलो नाम चलेका छन्, सुनिन्छ, लाखौँको खर्चहरू गरिरहनु भएको छ। तर उहाँको उद्देश्य चाहिँ त्यो आर्थिकसँग गरेर जोडिएको हुन्छ भने हाम्रो उद्देश्य चाहिँ एकदम ठेट साहित्यसँग गरेर जोडिएको हुन्छ। हामी चाहिँ साहित्यलाई कसरी यसको प्रबन्धन गर्न सकिन्छ, कसरी यसको विकास गर्न सकिन्छ, कसरी यसलाई फैलाउन सकिन्छ, त्योपट्टि हामी चाहिँ यो जुमको माध्यमले विशेष गरेर भौतिक रूपमा हामी कम र बढी चाहिँ हामीले चाहिँ यो जुन मार्फत हामी कार्यक्रम गरिरहेको हुनाले त्यताबाट चाहिँ हामीले सफलता कार्यक्रमहरू गरिरहेका छौँ। र आज यो यति कुरा मैले भनिरहँदाखेरि हामी संस्थामा धेरै जोडिएका छौँ। जस्तो हामी 43वटा शाखाका सदस्य मात्रै हामी जोड्ने हो भने पनि हामी 1000 प्लस समितिभित्र अनि हाम्रो आजीवन सदस्य अलग्गै, अब हामीसँग कमिटीमा जोडिनु भएको अलग्गै साथीहरू थुप्रै हुनुहुन्छ। तर पनि हामीले जति काम गरिरहेका छौँ साहित्यको क्षेत्रमा त्यति हामी विस्तार हुन नसकेको हो कि अहिले एउटा सदस्य बनाउनु भनेर ठानेर चाहिँ हामी अलिक
सामुदायिक ठाउँमा मात्रै सीमित भएका छौँ कि भन्ने पनि मलाई महसुस भइरहेको छ र यहाँले भन्नुभएको कुरालाई हामीले मनन गरिरहेको छु गर्नेछु यो भन्न चाहन्छु र अहिले चाहिँ अब यो बागमती शाखाले कार्यक्रम राखेर म सहभागी भइरहँदाखेरि म बागमती शाखामा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु किन भन्दा यो 1 वर्षको अवधिमा तपाईँले इन्दिरा नेतृत्व गर्नुभयो त्योभन्दा अगाडि पनि थियो सक्रिय संस्था शाखा तर अझ त्यसलाई चाहिँ एउटा हुन्छ नि अझ बढी सक्रियता चाहिँ यो वर्ष मैले पाएको छु उहाँले यति धेरै कार्यक्रम राख्नुहुन्छ यति उहाँको एउटा हुटुटी हुन्छ नि म केही गर्न पाएँ हुन्थ्यो के अरे केही कार्यक्रम ल्याउन पाएँ हुन्थ्यो होइन सरकारसँग भेटघाट गर्न पाएँ हुन्थ्यो जुन किसिमको हुटुटी छ त्यो मैले उहाँमा मैले पाएको छु र मलाई एकदमै खुसी लागेको छ र उहाँको यो जुन टिम जस्तो मदन भाइ हुनुहुन्छ कल्पना दिदी हुनुहुन्छ आफै उहाँको त्यसको सल्लाहकार हुनुहुन्छ यसरी तपाईँहरूले जुन किसिमको मधुसूदन भाइ होइन अब यहाँ सबैले जसरी लागेर यो संस्थालाई एउटा जीवित बनाउने काम गर्नुभएको छ एउटा शाखाले हेरेर अर्को शाखालाई पनि के लाग्छ भने बागमतीले यति धेरै कार्यक्रम गरिरहेको छ हामी किन नगर्ने भन्ने जुन किसिमको एउटा प्रोत्साहन पनि हुन्छ त्यो किसिमले जसरी कार्यक्रम गर्नुभएको छ यहाँले पनि धन्यवादको पात्र हुनुहुन्छ र सँगसँगै आज मैले कार्यक्रम मार्फत एउटा म घोषणा पनि गर्न चाहन्छु हामीले हरेक वर्ष साहित्य क्षेत्र नेपालले आफ्नो साधारण सभा आफ्नो राष्ट्रिय उत्सव गरिरहँदाखेरि चाहिँ नेपालबाट र नेपालभन्दा बाहिरको शाखाहरू मध्येमा दुईवटा शाखालाई हामीले सम्मान गर्ने गर्दछ र यो वर्ष संयोगले बागमती शाखालाई सम्मानित गर्दैछौँ यो कुरा आज भने अब हामीले आशाको 6 गते विराटनगरमा हामी कार्यक्रम गर्छौँ त्यो हामी सम्मान गर्नेछौँ भने अब हामीले थुप्रै यस्ता खालका कार्यक्रम गर्छौँ हरेक वर्ष हामी स्रष्टा सम्मान गर्छौँ स्रष्टा भन्नाले जो साहित्यिक चौतारीसँग आबद्ध भएर राम्रोसँग योगदान गर्नुभएको छ उहाँलाई हामीले सम्मान गर्ने गरेका छौँ हामीले हरेक वर्ष हाम्रो पुस्तक हेर्नुभयो भने मैले आज ल्याउन छुटेछ अहिले ठिक पारेको थिएँ अब कारणले छुट्यो हामीले हरेक वर्ष हामीले वर्षभरि गरेका कार्यक्रमहरूका चाहिँ हामीले त्यो के अरे कलेक्सन गरेर पुस्तक प्रकाशन गर्ने गरेका छौँ चौतारीको नाम लिएर चौतारी होइन अब त्यो चाहिँ मुखपत्र भन्छौँ हामी हरेक वर्ष हामीले प्रकाशित गर्ने गरेका छौँ यसमा शाखाका कार्यक्रम र केन्द्रका कार्यक्रमका गतिविधिहरू हामी त्यहाँनिर गर्न पाउँछौँ भने हामीले चाहिँ अरूको चाहिँ अब विद्यालय र चौतारीको बिचमा समन्वय गरेर थुप्रै कार्यक्रमहरू गरेका छौँ जस्तो म एउटा उदाहरण दिन्छु म बिरगन्जमा बस्छु मान्छे फेरि म झापाको हुँ झापाको चाहिँ जन्म मेरो उता मेरो कर्म यता म बिरगन्जको 25वटा सामुदायिक स्कुलको 50जना 52जना शिक्षक शिक्षिका जो नेपाली विषय पढाउने उहाँहरू र त्यहीमा अध्ययनरत विद्यार्थीहरू गरेर 107 जनालाई हामीले 3 दिने भाषा प्रशिक्षण हामीले कार्यक्रम पनि हामीले गरेका थियौँ यस्ता खालका कार्यक्रम हामीले बेला बेलामा गर्छौँ गत वर्ष हामीले कार्यक्रम गरेको थियौँ गत वर्षको वार्षिक उत्सव हामीले त्यहाँ मनाएका थियौँ र यसपालि हामीले विराटनगरमा पनि त्यो खालको कार्यक्रम हामीले गर्दै गरेका छौँ भन्न खोजेको हामीले यहाँ विद्यालयसँग जोडिएका छौँ युवासँग जोडिएका छौँ अनि हामीले युवा पुस्ता र के अरे टाढा पुस्तालाई पनि एउटा जोड्ने काम हामीले गरिरहेका छौँ उहाँहरूको विचारहरू अब आजकल कस्तो किसिमको एउटा मनोविज्ञान बसिरहेको छ भने अब बुढापाकासँग केही पनि हुँदैन सब युवाले गर्ने भन्ने खालको पनि मनस्थिति कता कता चाहिँ आइरहेको हामीले पाउँछौँ तर हामीले त्यसलाई चाहिँ के भन्ने गरेका छौँ भने हामीले सिक्ने फलो कहाँ हो त भन्दा गुरुहरूबाट नै अनि त्यो युवाले चाहिँ कोसँग सिक्ने भन्दा गुरुहरूसँग नै त्यसो भएको हुनाले हो कतिपय कुरा ठाउँमा एउटा नेतृत्व गर्ने हिसाबमा परिवर्तन हुँदै जानुपर्छ यो 100% हामी सकारात्मक छौँ तर हरेक कुरामा चाहिँ होइन त्यो स्थानमा चाहिँ अब जे गर्छ युवाले गर्छ मात्रै भनिरहने खालको त्यो चाहिँ गर्नु हुँदैन हामीले मिलाएर हिँड्नुपर्छ भन्ने खालको एउटा सन्देश दिने खालका हामीले अस्ति भर्खर एउटा युवा पुस्तामा पाका पुस्ता र युवा पुस्ताहरूको चाहिँ भेटघाटको कार्यक्रम गरिरहँदाखेरि बहुत राम्रो खालको कार्यक्रम भएको थियो त्यो मार्फत पनि एउटा हामीले कन्फरेन्स गरेर यो अहिलेको हामीले प्रकाशित जुन विमोचित गरिरहेका छौँ यो त्यसमा पनि हामीले यसका सारहरू जस्तो दुध राणा सरहरू हुनुहुन्थ्यो दुधना सरकारहरू हुनुहुन्थ्यो यस्ता खालका स्रष्टाहरूलाई जोडेर चाहिँ हामीले 10 जनाको विचारहरू पनि हामीले त्यसमा प्रकाशित गरेको गर्मी छ प्रचण्ड गर्मी छ गर्मीको बेलामा पनि हामीले एउटा साहित्यको एउटा स्रष्टाहरूसँग जुन हाम्रो एउटा हुन्छ नि मित्रता अब त्यसले पनि गर्दाखेरि यहाँ आज हामीले एउटा जुन कार्यक्रम गर्ने एउटा अवसर मिल्यो जुटाउनु भयो निरञ्जनलाई म यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु र यहाँको चाहिँ ठाउँमा यहाँ कस्तो कार्यक्रमहरू जुटेका रहेछ सहभागीमा हामी नजाउँ सहभागी भनेको एउटा
धेरै हल भरेको देख्दा हेर्दा चाहिँ कति राम्रो हलभरि भएको कार्यक्रम मन खुसी हुन्छ। तर हामी यो साहित्यिक संस्थामा चाहिँ जति हामी थोर हुन्छ जस्तो अहिलेको हलभरि भएको भए सबैजनाले पालो पाउनुहुन्थ्यो। अनि केवल कति दुई चारजना बोल्नुहुन्थ्यो अनि त्यसमा हामी अरू चाहिँ सुनेर जानुहुन्थ्यो। कमसेकम यहाँ सबैजनाले पालो पाउनुभयो। थोरै हुँदा पनि एउटा सबैको कुरा सुन्न होइन राख्न एउटा विमर्श जस्तो पनि एउटा माहौल बन्ने। त्यसो भएको हुनाले यो कार्यक्रम उत्कृष्ट भएको मैले महसुस गरेको छु र यहाँको सहभागी हुनुभयो। यहाँको लागि म हार्दिक धन्यवाद व्यक्त गर्दै मैले लामो कुरा पनि गरिनँ। यहाँलाई फेरि पनि यो कार्यक्रममा बोलाएर एउटा जुन अवसर प्रदान गर्नुभएको छ यसको लागि म पुनः हार्दिक आभार प्रकट गर्दै मेरो आफ्नो छोटो मन्तव्य यहाँ गर्छु। अति सुमधुर स्वरको लागि शब्द बिरामा कलम चलाउन सक्ने क्षमता साहित्यिक चौतारी नेपाल बागमती शाखा कल्पना भट्टराईज्यूको अति सुमधुर चाहिँ स्वागत मन्तव्य उहाँलाई धेरै धेरै धन्यवाद छ। र उद्घाटन समारोहमा साहित्यिक नेपाल केन्द्रीय अध्यक्षज्यूले आफूले ब्यानर पढेर आफ्नो हस्ताक्षर गर्नु त्यस्तै मलाई पनि त्यस्तै लाग्छ। यो साहित्यमा जसले जति सक्छ त्यति लेख्छ। अनि अर्को कुरो चाहिँ के त भन्दाखेरि सकेसम्म शुद्ध भाषालाई चाहिँ दुरुपयोग नगरौँ। मलाई धेरै र भरत ढकालज्यूबाट एउटा राष्ट्रिय भाव बोकेको लिपियास भएको कविता प्रस्तुति गर्नुभयो। उहाँको कविताले सायद हामी सबै नेपालीको मन जुट्नु भएको र हामी त्यत्तिकै सबैजना भनौँ। उहाँलाई धेरै धेरै धन्यवाद छ। र इन्द्रप्रसाद रेग्मीज्यूबाट मुक्त अति सुमधुर र मुक्तकहरूको त अब व्यङ्ग्य पनि हुन्छ अलिकति। पहिले कार्यक्रमको सुरुवात गर्नेखेर मुक्तकले चाहिँ कति सम्बोधन गर्छ कति राम्रो विकास हुन्छ अनि सबैलाई अलिकति त्यस स्वरमा प्रस्तुति भयो। उहाँलाई आज मैले आफूलाई भाग्यमानी सम्झेको छु। उहाँलाई धेरै फेसबुकमा देख्छु अति यो लेखमा उहाँको अति नै ध्यान पनि धेरै छ। त्यतिकै राम्रोसँग लेख्नुहुन्छ उहाँले। अब यस्तै हुँदा हिन्दी न्युजबाट धेरै राम्रो कोसिस गर्नुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद। गिरिराज डल्लाकोटीज्यूबाट साहित्यको उहाँले धेरै चर्चा गर्नुभयो। यो छन्दहरू कसैले चाहिँ छन्द नलेख्ने चाहिँ कवि होइन भनेर कुरा गर्छ भनेर आफ्नो मनका कुरा उहाँले राख्नुभयो। र उहाँको विचारमा फेरि साहित्यलाई समानै हो कि भनेर अन्त्यमा सुमधुर ढङ्गले एउटा व्यङ्ग्यात्मक कोकिला प्रस्तुति गर्नु उहाँलाई धेरै धेरै धन्यवाद छ। र अनिता थापाज्यूबाट अति सुमधुर भावको कविता प्रस्तुति गर्नुभयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। शर्मिला सापकोटाज्यूबाट कविता सुमधुर स्वरमा मसिनो बाटोबाट चाहिँ आफूलाई प्रस्तुति गर्नुभयो। र ती स्वर मसिनो भयो नि उहाँको ती शब्द चाहिँ अति गहिरो हो कि जस्तो लाग्यो। उहाँलाई धेरै धेरै धन्यवाद छ। र लीला दाहालज्यूबाट गजल सुमधुर प्रस्तुति दिनुभयो। उहाँको पनि अति गहन भावमा उनिएको थियो सबै शब्दहरू। उहाँलाई धेरै धेरै धन्यवाद छ। र शोभा खनाल कोइरालाज्यूबाट कविता सुमधुर प्रस्तुति गर्नुभयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। पदम प्रसाद ज्यूबाट कविता सुमधुर प्रस्तुति गर्नुभयो।
उहाँलाई धेरै धेरै धन्यवाद छ। पूर्ण प्रकाश अधिकारीज्यूबाट छन्द यो हो भनेर उहाँले अलिकति प्रष्ट रूपले कविता प्रकाश चापाले लामा गाई हो। ल धन्यवाद है, मैले गलत लेखेँ होला। ल यसमा चाहिँ माफी माग्छु। मलाई विकेल बनाइदिनु र यो मैले चाहिँ भन्न खोजेको कुरा उहाँले चाहिँ अब लयमै छन्दको कुराहरू सबै हाम्रो जीवनीदेखि सबै कुरा प्रस्तुति गर्नुभयो। म पनि त्यसै भन्छु, हाम्रो यो बोलिनु छन्द तर बिर्सिन नहुने कुरो चाहिँ लयमा के त भन्दा आफूले जे जानेको छ कथा चारै विधा जाने छ। अब कथा लेख्दाखेरि पनि अब कविता लेख्दाखेरि पनि चारैवटा विधामा जुन लेख्दाखेरि हामीले सकेसम्म भाषालाई नबिगार, भाषा चाहिँ नबिगार, नत्र भनेदेखि यो हाम्रो बोलिने छन्द हो। छन्द नभएका यो संसारहरूलाई सामान्य रूपले चाहिँ हो जस्तो उहाँले आफ्नो मिठो मन्तव्य दिएर सत्तारूढबाट हाम्रा उहाँलाई धेरै धेरै धन्यवाद छ। कल्पना भट्टराईज्यूबाट सोमधुर साधुल विक्रेडी छन्दमा कविता प्रस्तुति गर्नुभयो। उहाँ चाहिँ अब त्यो एउटा चाहिँ माछालाई चाहिँ उहाँ महारथी हाम्रो आधुनिक साहित्य परिषदले 3 दिने म अध्यक्ष थिएँ। 3 दिने महोत्सव गर्दाखेरि आमाको सम्मानमा 55 जनाबाट आएर उहाँ गरियो हामीले सम्मान गर्नुभयो। अनि उहाँले पनि अलिकति यी विधाहरूमा अलिकति चर्चा गर्नुभयो र उहाँका नि गहन विषयका चर्चा गर्नुभयो। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। अब मधुसूदन पराजुलीज्यूबाट कविता मिठो स्वरमा चाहिँ प्रस्तुति गर्नु। उहाँ अति ज्ञाता हुनुहुन्छ। मैले चाहिँ सामाजिक सञ्जालमा हेरेको उहाँको र अहिले परिचय त अहिले मात्रै भयो र अब योभन्दा पछाडि जस्तै हाम्रा सचिवज्यू पनि एउटा सास दिएर सक्नुहुन्छ, धेरै ठुलो गर्नुहुन्छ। अनि साहित्यिक चौतारी नेपाल बागमती शाखालाई धेरै सङ्घर्ष गरेर यसलाई माया धेरै गर्नुहुन्छ र सबैलाई एउटा चाहिँ सन्देश दिनुहुन्छ र यसलाई समृद्धि कसरी गराउने भनेर साहित्यलाई र सरकारलाई अगाडि बढाउनुहुन्छ। उहाँलाई पनि धन्यवाद छ यसमा। अब जस्तै हाम्रो प्रमुख अतिथिज्यूको मलाई वास्तवमै अब अरू कुरो त मलाई के थाहा छ, आज मात्रै परिचय भएको छ। उहाँको पनि धेरै देर नभइकन भर्खर अहिले 38वटा संस्था छन् भन्ने कुरा आएको छ। अब एउटा संस्थाको चाहिँ म पनि अध्यक्ष अहिलेसम्म पनि छु। कति गाह्रो हुन्छ चलाउनु भने अब यत्रो चलाउनु गाह्रो त भइहाल्छ। उहाँलाई पनि अब एउटा सुझाव पनि यसलाई कसरी अलिकति समृद्धि दिएको र गर्मिलो बनाउन सकिन्छ। साहित्यिक चौतारी नेपाल भनेर ठ्याक्कै हेर्नुबित्तिकै सबै कुरो कसरी हुन्छ, यहाँनिर एउटा केन्द्रीय नीतिहरू कसरी बनाउन सकिन्छ भनेर जोड दिनु। म चाहिँ हाम्रो अध्यक्षज्यूबाट चाहिँ ध्यान आकर्षण र अब अध्यक्षज्यूमा त मैले अहिले भनिसकेँ, धेरै धेरै उहाँले धेरै गर्नुभएको छ, धेरै सङ्घर्ष गर्नुभएको छ र यो सामाजिक मात्रै नभइकन यो मैले गर्नुपर्ने हो भनेर उहाँ धेरै अग्रह चाहिँ हुनुहुन्छ, अगाडि बढ्नु भएको छ। अब मैले हार्दिक धन्यवाद र अर्को फेरि आज हामीलाई चाहिँ भर्खरै बत्ती गरेर हो यो जेठको पानी नपरेको 11 दिनसम्म पानी नपरेको यो महागर्मीमा यो चितवनमा दिनभरि ठन्डामा राखिदिने यो विद्यालय परिवारलाई पनि हार्दिक धन्यवाद छ। र अब म पनि एउटा साहित्यकारै हो र मेरो पुस्तक पनि सानो छ। यसमा सुशेलीदेखि लिएर यसमा 4-5वटा पद्य छन्द पनि छ, कथा पनि छ, सबै छ र आफ्नै सिर्जना चाहिँ म एउटा प्रस्तुति गर्छु। अब काम जहाँ भयो म अनुमति है। पाखामा हरियो फुलेर छाया छरेको थियो, डालीमा चरीले बसेर सुत्यो, भाका सुसली दियो, बारीमा थकमक फुलरीमा
कुञ्जै गरेका त्यहाँ सोसे अमृतमा उरी हुने नाचिरहेका जहाँ बस्तीमा जनका फिका र सुकिला छानु भरेका घर पाकेका फल सुन्तला निकटमा दाना पहेँला भरा झुल्छन् अन्न विभिन्न मौसम भरि भागो गरा फाँटमा शोभाले परिपूर्ण सुन्दर छका देखिन्छ जहाँ तहाँ आफै सुन्दर गाउँमा प्रकृतिले सिङ्गार सारा छरी झुल्केका छटमट पर्वत छका आठो उज्यालो गरी घुम्दै कुञ्ज कछाड मार्ग सहजै काली किनारा भई यात्रामा बसेको बसेर सुखमा यात्रीसँगै मारै हेर्दै पर्वतको मुहार हाँसिलो पाखा फुलेका वन मालढुङ्गा बसरो कियो सदमा यात्री उतारिदिन उर्गी बागलुङमा कालिका भगवती जाने इरादा गरी काली गण्डक सामु पार गरियो गङ्गा पुकार गरी काली गण्डक सामु पार गरियो गङ्गा पुकार गरी गङ्गा पुकार